नमस्कार, यो भिडियोमा तपाईलाई स्वागत छ। आज हामी तपाईलाई हाम्रो माई मार्क स्कोर प्लेटफर्मको बारेमा जानकारी दिनेछौँ, जसले तपाईको तयारीलाई सजिलो र प्रभावकारी बनाउनेछ। सुरुवातमा जब तपाई स्टार्ट एआई मक टेस्ट बटनमा क्लिक गर्नुहुन्छ, तपाईलाई कम्युनिटी ट्रायल स्कोरहरूको झलक देखिनेछ। कृपया ध्यान दिनुहोस्, तपाई अरूको स्कोर केवल ट्रायल प्लानमा मात्र देख्न सक्नुहुन्छ। पेड प्लानमा तपाईको नतिजा पूर्ण रूपमा व्यक्तिगत रहनेछ र सार्वजनिक गरिने छैन। अब हामी स्टार्ट माई मक टेस्टमा क्लिक गरेर हाम्रो टेस्ट सुरु गर्न सक्छौं। सबैभन्दा पहिले तपाईको डिभाइसको माइक जाँच गरेपछि प्रत्येक संवाद सुरु हुनुअघि त्यस संवादसँग सम्बन्धित भोक्याबुलरी पनि देख्न सक्नुहुन्छ। टेस्टको क्रममा तपाई टाइमर पनि देख्न सक्नुहुन्छ। जब तपाई स्टार्ट बटनमा क्लिक गर्नुहुन्छ, तपाईको टेस्ट सुरु हुन्छ र जब तपाई फिनिश बटनमा क्लिक गरेर आफ्नो रेकर्डिङ सबमिट गर्नुहुन्छ, तपाईले स्पिकरले के भने र तपाईले के भन्न सक्नुहुन्थ्यो भन्ने कुरा देख्न सक्नुहुन्छ। कृपया ध्यान दिनुहोस्, यो अन्तिम नतिजा होइन, वास्तविक नतिजा अन्त्यमा मात्र देखिनेछ। यदि तपाईले यो बिचैमा देख्न चाहनुहुन्न भने यसलाई बन्द गर्न सक्नुहुन्छ। यदि संवादमा तपाईले कुनै गलत शब्द भन्नुभयो भने तपाई करेक्सन भनेर त्यो शब्द वा लाइन काटेर फेरि सही तरिकाले भन्न सक्नुहुन्छ। यस प्रकारका गल्तीहरू तपाईको फाइनल रिजल्टमा समावेश गरिने छैनन्। पूरा संवाद समाप्त भएपछि जब तपाई गेट रिजल्ट बटनमा क्लिक गर्नुहुन्छ, तपाईको नतिजा तयार हुन सुरु हुनेछ, जसमा करिब 1-2 मिनेट लाग्नेछ। यहाँ तपाई आफ्नो स्कोर हेर्न सक्नुहुन्छ। याद गर्नुहोस्, यहाँ मिनिङ सिमिल्यारिटी सबैभन्दा महत्त्वपूर्ण छ। राम्रो स्कोरका लागि पेनल्टी कम हुनु जरुरी छ। तपाईले नेपालीमा कहाँ अंग्रेजी शब्द प्रयोग गर्नुभयो भन्ने पनि देख्न सक्नुहुन्छ। यी शब्दहरू स्वतः तपाईको भोक्याबुलरी पेजको माई कलेक्सन खण्डमा थपिनेछन्, जहाँबाट तपाईले दैनिक रूपमा पुनरावृत्ति गर्न सक्नुहुन्छ। तल तपाईलाई हरेक स्लाइडको विस्तृत विवरण पाइनेछ। स्पिकरले के भने, तपाईले के भन्नुभयो र तपाईको रेकर्डिङ सहित। तपाईले यो रेकर्डिङलाई यहाँबाट प्ले गरेर सुन्न पनि सक्नुहुन्छ। प्रत्येक स्लाइडमा तपाईलाई सजेसन्स, मिनिङ सिमिल्यारिटी, ग्रामर, स्कोर पेनल्टी र आफ्नो स्कोर सुधार गर्न एआईले दिएको फिडब्याक पनि देखिनेछ। यसरी प्रत्येक टेस्टपछि तपाई अझ आत्मविश्वासका साथ आफ्नो तयारी गर्न सक्नुहुन्छ।